यदि बैगुनीलाई गुणले मार्नुपर्छ भन्नेको चाहिँ फेस हुन्छ भने त्यो चाहिँ बालेन शाह हो क्या। हर्क साम्पाङले सुनसरी 1 बाट जितिसकेपछि स्ट्याटस राख्नु भएको थियो, लु अब चाहिँ सुनसरी 1 बाट म पहिलो भएको घोषणा गर्दछु, जय माटो जय देश जय श्रम संस्कृति भनेर। त्यसमा बालेन शाहले कमेन्ट के गर्नुभएको छ थाहा छ? तपाईलाई सधैँ माया थियो, छ र रहनेछ, तपाईँ र धरानलाई सधैँ माया छ। यो हो क्या बालेन, हैन? बालेनले बैगुनीलाई गुणले मार्नुपर्छ भनेर हर्कलाई कहिले पनि केही नराम्रो भनेकै छैन क्या। यो चुनावको प्रचार प्रसार यो क्रममा हैन, मान नमान हर्क साम्पाङले बालेनलाई खेद्दो खनेको हो क्या। बालेनलाई भन्नुसम्म नभन्नुसम्म सबै भनेको हो, तर पनि बालेनले चाहिँ उनलाई कहिले पनि केही भनेकै छैन। नेभर, हि वाज नेभर रुड हुन्छ नि हर्क साम्पाङ प्रति चाहिँ। इभन सबिना झापा जाँदाखेरिसम्म पनि त्यो कुरालाई पनि क्रिटिसाइज गर्ने मान्छे हो हर्क साम्पाङ, होइन? अहिले जित्दाखेरि क्या। त्यही भएर म बालेनलाई चाहिँ यति धेरै मान्छु, रेस्पेक्ट गर्छु क्या। माया आफ्नो ठाउँमा छँदैछ। ट्रु लिडरसिप चाहिँ क्वालिटी भएको बालेनमा हो। सहनुपर्छ होइन, कसैलाई के नराम्रो भन्नु हुँदैन। हर्कको कुरा गर्ने हो भने अहिलेसम्म उसले भनेको छैन। यत्रो चुनावी प्रचार प्रसारमा पनि उसलाई कति कुरा भन्दासम्म पनि गएर हर्क